हेलो एभ्रिवान। आज धान मार्न जान आँटेको अस्टिन्दै खन काटेको धान मार्न जान रेडी भई। मिस अन्वेषा मिस भारी बोकेर हिँड्नु भएको छ। डोको नट भारी डोको बोकेर हिँड्नु भएको। मेरो बाबा अनि बाख्रा लिएर धान मार्नेको लागि पानी भरेर लिएर जानु लाग्यो। लिएर जाँदैछौँ। नलुथाउन लागेको छन् सबैजना मिलेर। अस्तिन्दै काटेको धानबारीमा आज मार्न आँटेको। अब यो उहरू सबै उठाउने हामीले। अहिले दिउँसोको 1 बज्न आँट्यो। अब 2वटा बारी मात्रै छ निन उठाउन। देखाइदिएछु मैले के झ्याउ लाग्यो। परालहरू टन्नै आएको छ। अन्वेषा र अनुसिङ बस्या खाएसेर ऊ त्यो बाटो हुँदै मुडी जाने बाटो हो। यो चाहिँ पुरानो बाटोनिर चाहिँ हामी धान मार्न आएको छौँ। यो तल यो चाहिँ पुरानो बाटो मुडी जाने। वहाँ पारि अलि मात्रै खिवाङ देखिएको छ। खिवाङ गाउँ। गाली गरे नि बाल मलाई। अब चाहिँ यो 2वटा मात्रै बाँकी छ उठाउन। त्यो 2वटा बाटो बाँकी छ। यतिजना मात्रै हो धान मार्न आएको। हाम्रो पराला चाहिँ कति धेरै आएको छ। 2 बज्न आँटिसक्यो। धानहरू बाटोहरू खाजा खाजा खान आँट्यौँ। खाजा साथीहरू म पानी लिन आएको फेरि। यो चाहिँ नुहाउने पानी, खाने पानी चाहिँ माथि छ। धान मार्ने खेल्लाहरूको लागि पानी तिर्खा लाग्यो अनि लिन आएको। यो चाहिँ खाने पानी हो। म पानी भर्छु। गाउँघरको पानी खाने धारा मेलामा आउँदा पारी धान काट्न आउनुभएको छ मान्छेहरू।
घाँस पनि पालेको छ। घाँस चुर्न आउनु होला सबैजना। हावै नआएर आज परालको भारीहरू हाल्दैछन्। पराल भारी हावा नआएको अवस्था छ। बारी खान गए सबैजना बारी खान गए। बारी बोकेर तरकारी उहाँ छ उहाँ यहाँ छ अचार उता झन् कतिर आइसकेको